मेरो BMW कावासाकी ल्याम्बोर्गिनी सबै यही थोक हो। यसबाटै मैले स्टार्टिङ गरेको बाइक कुदाउन साइकलको स्ट्यान्ड यही झरिरहेको स्ट्यान्ड लगाएको छैन मेरो साइकलमा। सो हेलो नमस्ते गाइजहरू, के छ आजको हाल खबर? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। त्यस कारण मैले के भन्न चाहेँ भने धेरै माफी माग्न चाहन्छु। मैले धेरै दिनदेखि भिडियो पनि हालेको थिइनँ, त्यस कारण माफी माग्न चाहन्छु है, माफ गरिदिनु होला। मेरो साइकलको स्ट्यान्ड यहीँ झरिरहेको छ यार। यो स्ट्यान्ड लगाएको छैन मेरो साइकलमा। साइकल चाहिँ यहीँनिर छ मेरो है। मैले साइकल बनाउन खोजेँ, हिजो गएको थिएँ होइन, साइकलको हातै निक्लेको छ यहाँनिर यस्तो है। यो साइकल चाहिँ मैले एकचोटि बेच्दिन मन लागिरहेको थियो, तर फेरि नबिच्नु पनि लाग्छ है। अब यसो आजको कन्टेन्ट छैन, त्यही पनि घरमै बसेर आज हल्का रमाइलो है। ल गाइजहरू, हाम्रो घरमा चाहिँ नयाँ मेहमान आएको छ है। हाम्रो यो बहिनीले बहिनी बोकिरहेको छ नि। हाम्रो यो बहिनी देखेन त हौ, यहाँ राम्ररी हेर्नु, खोइ देखेन। यसो देखिँदैन है। अब पछि भोलि पर्सितिर देखाउँछ राम्ररी। यहाँनिर बहिनी, दिदी, अर्को दिदी, हामी घरमा 5 जना भइसक्यौँ, छोराछोरी भन्दाखेरि त है। ल गाइजहरू, यस्तो हो, भिडियो हेरिदिनु पर्ने हो मेरो। यहाँ हेलो, यो ऊ चाहिँ मेरो बहिनी है, गडी होइन। यता यहाँ मेरो दिदी है। यता देखाउनु पर्ने नि बहिनीलाई, नयाँ बहिनीलाई देखाउनु परेन। यहाँ कस्तो क्युट छ है, क्युट छ, राम्रो। उसको नाम पनि राखेको छैन है। यो तातो पानी खुवाउनलाई हो कि के हो यो? हो के हो? अब यसो राम्रो छ नि। पछि अब ठुली हुन्छ, मेरो ब्लग हेर्छ कि बा, त्यो बेला म पनि ठुलो हुन्छु है। त्यसो चाहिँ मलाई पनि अचम्मै लाग्छ। म यस्तो बोल्थेँ के, तर म पछिसम्म ब्लग बनाउँछु, थाहा भएन त्यस्तो चाहिँ। त्यसो यो चाहिँ मेरो घर रहेछ है, आउनु होला, म भात खुवाइदिन्छु। मैले बाइक कुदाउनु फर्स्टमा सिकेको भनेको यही हो मेरो है। मेरो BMW कावासाकी ल्याम्बोर्गिनी सबै यही थोक हो। यसबाटै मैले स्टार्टिङ गरेको बाइक कुदाउन चाहिँ, र यो मजाले कुदाउन आउँछ मलाई चाहिँ। अरू मैले कुदाएको छैन, जस्तो कि NS भयो। अरू फ्योर्ड बाइक त मैले अहिलेसम्म कुदाएकै छैन है। फ्योर्ड बाइक चाहिँ मलाई पुरा कुदाउन मन लागिरहेको छ होइन। त्यो यस्तो परेको हुँदैन R15 जस्तो कि के गर्नु, तर किस्मतमा छैन त्यस्तो बाइकहरू। अहिले पछि अब कुदाउँला, आफै किनौँ के गर्नु, पछि किन्ने त्यसपछि कुदाउने। यसो यो मेरो स्प्लेन्डर हो उन्नति बाइक त यस्तो छ अगाडिबाट लुक, पुरानो मोडल हो। कति मोडलको थाहा भएन मलाई चाहिँ त्यो पनि। अनि के भन्छु, के गर्नु, यसो कतै जान पाएको छैन, राम्रो भ्लगर लिएर आउन सकेको छैन है। इन्ट्रेस्टिङ बनाउन सकिरहेको छैन। मेरो फेरि यहाँ के आएको है, पिम्पल आएछ एउटा ठुलो, दुःख लाग्छ यार। यस्तो यो लिएर स्कुल जानुपर्छ है। अनि कहाँ डुलिरहेको छ अस्तिदेखि यहीँ देख्छु त तँलाई। ल यता हाई भन्दै त त पनि भ्लगमा हाई भन् न, हाई भन्। ल चुप खाएर ल मेरो फेरि क्यामेरा कडा छ, पल्टी जान्छ यार। गुप्रो है मेरो पनि। के गर्नु, यस्तै हो। अब कतैतिर जान्छु है, त्यसपछि इन्ट्रेस्टिङ भ्लगहरू लिएर आउँछु। कस्तो म फेरि केही खाँदिनँ, तर पनि मेरो जिब्रै नै पल्टिँदैन क्या, कस्तो क्या दुःख लाग्छ कहिलेकाहीँ। यही मेरो पछाडि देख्नुभयो होला घर, यस्तो है 360 भ्यू। म चाहिँ यसरी बसिरहेको छु है, ग्राउन्ड भनौँ भने माटोमा बसिरहेको छु यार, के गर्नु। यसै देखाउन चाहन्छु म 360बाट यसरी चारैतिर है। हेर्नुहोस्, यो चाहिँ मेरो घर हो है, यो मेरो घर हो। के भन्नु, आफै यहाँ बाख्राहरू मात्रै छन्, दाईहरूको, त्यो पनि यहाँनिर गर्छु लागेको है। यहाँ सूर्यजी माथि, यहाँ एउटा सूर्यजी है, यहाँ एउटा सूर्य, अनि उहाँ माथि एउटा सूर्य, दुईतिर सूर्य छन्।
पछि म अलिकति होइन तपाईँहरूको लागि मेरो घरको सिनेमेटिक चाहिँ देखाइदिन्छु है। अरू बाहिरतिर जानलाई त खासै मौसम पनि घाम पनि त्यति राम्रो आएको छैन, त्यसकारण सिनेमेटिकको भ्यू पनि त्यसरी राम्रो आउँदैन कि। मेरो घरतिर अब कस्तो छ मेरो घरको भ्यू त्यही देखाउँछु ल। मेरो खासै राम्रो चाहिँ छैन, 2 तला 3 तलाको घर छैन है, दुःख नमान्नु होला। ल भिडियोलाई स्टार्ट गरौँ। ल गाइजहरू, आजको भिडियो चाहिँ यति नै थियो होइन। आजको भिडियो मैले धेरै लामो बनाएको छैन। आई होप तपाईँहरूलाई यो भिडियो हल्का भए पनि मन पर्यो होला। मन पर्यो भने एउटा लाइक छोडेर चाहिँ जानु होला होइन। त्यसबाट मलाई धेरै मोटिभेसन प्राप्त गर्छु है। यता 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 भनिरहेको छ दिदी है। यता पनि मान्छे फेमस हुनको लागि है यहाँ मान्छेहरू हेलो गाइज भन्दै। यो मेरो बर्थडेको कप उसले युज गर्छ अहिले चाहिँ, पाएको चाहिँ मैले हो। ए चिया खाइदिएको? चिया खाएको चिया त्यो मैले खान खोजिरहेको थिएँ अघि, त्यही पनि केही छैन है। लाइक छोडेर जानु होला, त्यसले मलाई धेरै मोटिभेसन गर्छ क्या। मेरो च्यानलमा एकदम च्यानल डाउन जाँदैछ है मेरो, कस्तो डिमोटिभेट भइरहेको छु अहिले चाहिँ। तर पनि केही छैन, म बनाउँदै गर्छु यसो है। ल आजको लागि यति नै थियो भिडियो है। ल अब नेक्स्ट भोलि पर्सितिर भेटौँला है।